हेलो हाई यहाँहरू सम्पूर्णमा सेवा। यो भिडियो चाहिँ मेरो अलैँची बगानको हो र यहाँले देख्न सक्नुहुन्छ यो वैशाख जेठ अन्तिम अर्थात् असार हप्तातिर भटाभट अलैँची बगान हामी फाड्ने गर्छौँ र विशेष गरेर यो रामसाई गोलसाई र चिबे जातको अलैँचीहरू लगाइएको छ र विशेष गरेर अलैँची बगान छेउछाउ बढी घारी हुन्छ, यसरी फाडिन्छ र बिचमा पनि यसरी फाड्दै लगातार रूपमा सबै सकिन्छ। विशेष गरेर अब रोगहरू पनि तपाईँले लागेको देख्न सक्नुहुन्छ। यो रुख लागेको बोटले चाहिँ काटेर डिस्पोज गरिन्छ र 1-2 साल पछाडि त्यो ठाउँमा पूर्ण रूप हटेपछि पनि नयाँ बिरुवा लगाइन्छ र अलैँचीको बगानको बिचमा यसरी रुद्राक्षको दाना पनि लगाइएको थियो। तर रुद्राक्ष दाना फल्नु चाहिँ फलेको अवस्था हो, तर उन्नत जातको दाना नफलेको हुँदा पुनः सबै यस रुद्राक्ष दानालाई नष्ट गरिएको अवस्था छ। र तपाईँहरूले देख्न सक्नुहुन्छ यो पारिपट्टिबाट खिचिएको भिडियो। रोगले अलिक सताएर अलैँची बगानहरू सबै पातलिएको छ र अब यसमा क्रमशः 1-2 साल चाहिँ यो रोग लागेको ठाउँमा हामी अलैँची रोप्दैनौँ, किनभने त्यो ठाउँमा फेरि रोप्यो भने त्यो ठाउँको कीटाणुहरू अथवा किराहरू रोगहरू चाहिँ पूर्ण रूपमा नष्ट नभइसकेको हुँदा हामी लगाउँदैनौँ। त्यो